ल हामी त जल पिउँदै है हजुर जल नै जीवन हो जल नै जीवन वाटर इज लाइफ क्या वाटर इज लाइफ मिठो पानी पानी त एकदम प्रिय हो पानी खानुपर्छ पानी धेरै खानुपर्छ हजुर गर्मी छ अहिले त झन् है एकदम घाम छ हजुर शीतल भयो जस शीतल नै छ पानी परिरहेको हिजो अस्ति 2-3 बजे पनि पानी परिरहेको यतातिर त हजुर लिनुहुन्छ मैले भर्खर खाना खाएको धेरै बेर नि भएको छैन आधा घन्टा जति भयो पुनम के छ समाचार पुनमको अच्छा बिलिभ जोइन्ट बिलिभ सन्दीप मगर पनि आउनुभयो नराम्रो देखियो बाबाजीले भन्ने कमेन्ट गर्नुभएको रहेछ अब अलिकति अब मौसम त्यही अनुसारको छ गर्मी छ त्यही भएर अलिकति चाहिँ त्यो तरिकाको भएको हो पछि त ह्यान्डसम हुनुहुन्छ कि नराम्रो नि बाबाजी यता बागलुङतिर हुनुहुन्छ हजुर मलाई यहाँ अर्काको भिडियो बनाएर हालिस् भनेर गाली नि गरे यार त्यही त के अरे गरी खानी ऊ बनाइस् भनेर भन्दै हामीले त्यस्तो होइन बाबाकै मुखबाट सुनाउला लाइभ मेरो आफ्नैबाट सुन्नु न हामीले किन गाली गर्नु पर्यो हामी त आफ्नो फ्रेन्ड हो साथी हो जे भए पनि जान पहिचान भयो तपाईँहरू सब मेरो साथी हुनुहुन्छ सबै मेरो मित्रहरू हुनुहुन्छ आफन्तजनहरू हुनुहुन्छ कोही हुनुहुन्छ जो भए पनि हामीले चाहिँ मलाई गरी खानी भाँडो बनाएस् भने के मलाई चाहिँ त्यस्तो भन्नु हुँदैन त्यो नेगेटिभिटी सबैको आफ्नो सोच विचार हो हैन कसको कति क्यापेसिटी छ भन्ने हैन यसै दिदी